हेलो नमस्ते। आज म ग्रिन चटनी बनाउन गइरहेकी छु। यहाँ हेर्नुहोस् मेरो इन्ग्रेडियन्ट्सहरू। यहाँ धनियाँ पत्ता, लसुन, 2टा अकबरे खुर्सानी, काटेको टमाटर अनि कागती। अब यसलाई हामी प्यानमा 2 चम्चा तेल हाल्छौँ अनि त्यसपछि टमाटर, लसुन अनि हरियो खुर्सानी यसमा हामी पकाउँछौँ। यहाँ हेर्नुहोस् मैले यसरी राखिराखेकी छु। सबै राखिसकेँ। यसलाई पकाउँछौँ प्यानमा। हरियो खुर्सानी हल्का सटे मात्र गर्ने। यसलाई गरेर अब निकालिदिने। यसलाई चाहिँ एकछिन छोपेर छिटो पाक्छ यो। यहाँ हेर्नुहोस् अलिकति अझै पाक्छ यो। यो पनि पाक्यो। अब हामी झिक्छौँ। यही प्यानमा अलिकति बदाम पनि फ्राई गर्छौँ। सबै इन्ग्रेडियन्ट्स हामीले ग्राइन्डरमा राख्यौँ, ग्राइन्डर जारमा। यसमा पुदिनाको पत्ता, स्वादअनुसार नुन, यसमा टिमुर पनि हालेँ मैले। पिसिसकेँ। हेर्नुहोस् पिसेपछि कस्तो देखिन्छ यहाँनिर हेर्नुहोस् त। अब यसलाई हामी बोलमा एउटा खन्याउँछौँ। यसमा कागती पनि अघिको निचोडिसकेँ मैले। यहाँ हेर्नुहोस् यस्तो देखिन्छ हाम्रो हरियो चटनी। अमिलो पिरो चट्ट परेको। थ्याङ्क यू। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब।